यता गाउँ घरमा माटाको चुलो छ। नमस्कार गाइजहरु, के छ खबर? हाम्रो त मासु खर्याउने काम हुँदैछ हैन। ए हाम्रो घरमा त दशैं आयो है गाइजहरु। तपाईहरुको घरमा दशैं आछ कि छैन हैन? दशैं लाग्यो। हामी त यसरी मासु राख्छौं खारेर हैन, टक्कसँगले 25 सम्म खानाको लागि है। खारिँदैछ गाइजहरु, खारिँदैछ। यहाँ मासु छ, टक्क सुँगुर काटेको हैन। सुँगुर पनि 27 धानेको सुँगुर काटेको चट्ट पारामा हैन। 60 केजीको सुँगुर काट्यो। अब चट्ट पारामा बसेर दशैंभरि बसेर मासु खाइन्छ। यी आन्दा बुढी, मेरो बुढीले चट्ट पारामा बनाउँदैछ हैन। म चाहिँ यता छु हैन, चट्ट पारामा हामी बनाउँदैछौँ। रातिको 12 बज्न लागिसक्यो, बनाउँदैछौँ। अब सकिन लाग्यो। अब टक्क एक बान छ, यस्तै 2 बट्टा जति राखिसक्यो भित्र हैन। अब 1 के लास्ट बान हो। अनि यसो अब यो भोलिको लागि गर्दैछौँ। यो बफ्याउने दशैंभरि खानाको लागि त बफ्याउनु पर्यो। अब बफ्याउने चट्ट पारामा सिल बनाएर राख्ने हो। अनि सेकुवा बनाउँदै हान्दै गर्ने हो भोलिदेखि। अब चट्ट हैन। यो चाहिँ सबजनाले युट्युबमा सब्सक्राइब, लाइक, फलो, कमेन्ट चाहिँ गर्न नमिस्किनु होला हैन। चट्ट पारामा हाम्रो घरमा चाहिँ दशैं सुरु भइसकेको छ। रातिको 12 बजेसम्म काम गरेर दशैं सुरु भइसकेको छ है। चट्ट अब मिलारै बुढीले खाँदैछ। अब हामी पनि सुत्न लागेको होइन। अब लास्ट बानी खराएर 25 सम्म खानाको लागि चाहिँ यसरी राख्नुपर्छ। यसरी राख्दा चट्ट सेकुवा जस्तो दामी फिल आउँछ क्या। पछि साग सब्जी सब अनेकसँग मिसाउँदाखेरि चट्ट दामी फिल आउँछ। हामी चाहिँ यस्तै हो, दशैं त पुरा रैला पारिताले मनाउने हुन्छ। ल लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु ल गाइस साथीहरू। ल ल ल चिल पारामा पुरा हाम्रो घर चाहिँ यस्तै छ हैन।